नमस्कार, मणि निरौला युट्युब च्यानलमा विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत छ। मेरो युट्युब च्यानलमा कक्षा 12को अनिवार्य नेपालीको पहिलो पाठ आमाको सपना कविता वाचन गर्ने प्रयास गरेको छु। आशा छ भाइ बहिनीहरूले उक्त कविता सुनेर साथ दिनेछन्। अब सुरु हुँदैछ आमाको सपना कविताको वाचन कार्य। आमाको सपना, गोपाल प्रसाद रिमाल। आमा त्यो आउँछ र हो बा त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ। त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने तिमी एक हतियार देख्नेछौ, त्यसैले ऊ अधर्मसित लड्नेछ। त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउनेछ। हो र आमा हो, तिमी जन्मदा तिम्रो कलिलो अनुहारमा त्यसकै छाया देख्ने आशा गरेकी थिएँ। तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि, तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि। तर त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ। त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो। जे होस् त्यो आउँछ आमा, हुँ सारा सिर्जना शक्तिको मुख भएर म भन्न सक्छु त्यो आउँछ। मैले यो कुनै अल्छी सपना देखेको होइन। त्यो आएपछि तिमी यसरी मेरो काखमा आएर घोप्टिने छैनौ। सत्य कुरालाई तिमी यसरी चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ। तिमी त्यसलाई आफै नै देख्न सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुनेछौ। मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै बिदा हुनेछौ। मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारी रहनुपर्ने छैन। हेरौँला त्यो हुरी भएर आउनेछ, तिमी पार भएर पछ्याउनेछौ। उहिले त्यो जीवन लोकबाट झरेर जुन जस्तै पोखिँदा सारा जडता सगबगाएको थियो बा, त्यो आउनेछ तिमी उठ्नेछौ। त्यो आउँछ कि आमा, मधुर उषाले चराहरूको कण्ठलाई जस्तै त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा। हो त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ। अब म उठेँ गएँ, तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो। तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो। धन्यवाद।